मध्य प्रदेश अन्तर्गत पर्ने सिराहा जिल्लाको नराहा गाउँपालिका भौगोलिक सामाजिक तथा आर्थिक हिसाबले विकासोन्मुख स्थानीय तह हो। संघीय संरचना लागू भएपछि गठन भएको यो गाउँपालिका सिराहा सदरमुकामबाट करिब 14 किलोमिटर उत्तरतर्फ अवस्थित छ र प्रशासनिक रूपमा 5 वटा वाडामा विभाजित छन्। यी सबै वाडा समेटिँदै दलित समुदायलाई लक्षित गरी 27 वटा कृषक समूह निर्माण गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको सहयोग तथा नराहा गाउँपालिकाको कार्यमा विभिन्न कृषि तथा जीविको उपार्जन सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस कार्यक्रम अन्तर्गत समूहमा आबद्ध किसानहरूलाई किसान कार्ड मार्फत कृषि सामग्री सहयोग, तालिम तथा अगुवा किसानलाई विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। कार्यक्रम अन्तर्गत समूहमा आबद्ध प्रत्येक किसानलाई किसान कार्ड मार्फत 14,500 बराबरको कृषि सामग्री उपलब्ध गराइएको थियो, जुन सामग्री किसानहरूले आफ्ना खेती परियोजनाका लागि खरिद गरिएका थिए। हाल पनि किसान कार्डमा प्रति किसान 2,500 को दरले थप रकम उपलब्ध गराउँदै आएको छ। यसका साथै समूह भित्रका अगुवा किसानहरूलाई विभिन्न तालिम, कृषिमा प्रयोग हुने सामग्रीहरूको थप सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन भइराखेका छन्। नराहा गाउँपालिका वार्ड नम्बर 5 खलिफा टोल निवासी समुद्री उराव यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित किसान मध्ये एक हुन्। कार्यक्रम सुरु हुनु अघि उहाँ सानो क्षेत्रफलमा तरकारी खेती गरी आफ्नै परिवारको लागि मात्र उत्पादन गर्नुहुन्थ्यो। सीमित उत्पादन र स्रोतका कारण परिवारको दैनिकी जेनतेन चलिरहेको थियो। समूहमा आबद्ध भएपछि विभिन्न किसिमका कृषि तालिमहरू प्राप्त गरेपछि उहाँले व्यावसायिक रूपमा तरकारी खेती गर्न सुरु गर्नुभयो। राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा प्रदान गरिएको तालिमले उहाँलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुर्याएको उहाँ बताउनुहुन्छ। नाम समुद्री कुमारी उराव अर्पा मंजा नराहा गाउँपालिका 5 किसान से मतलब एकल विद्यालय समूह कम से कम अनुन्ति आगे ये बगे सामान उठी इनेर जना खैर चिचेर खोप चिचेर पंप उठी चिचेर तरकारी खेरी नाना गुड्डी उठी इनेर कुर्बी उठी पंप उठी बिया उठी इनेर मल गोबर उठी इनेर राष्ट्रिय कृषक संघ महानेपाल समूह। समुद्री उरावको परिवारमा जम्मा 14 जना सदस्य छन्। आर्थिक अवस्था कमजोर रहेको बताउँछन्। हाम्रो परिवारमा एकजना जेठाजु हुनुहुन्छ भने मेरो श्रीमान वैदेशिक रोजगारको सिलसिलामा बाहिर जानु भएको छ। यस्तो अवस्थामा समुद्री उरावले तरकारी खेतीलाई नै मुख्य आम्दानीको स्रोत बनाउँदै अगाडि बढ्दै गइराख्नु भएको छ। घरका सदस्यहरू विशेष गरी जेठाजुले उत्पादन भएको तरकारी बजारमा लगेर बिक्री गर्ने काममा सहयोग गर्नुहुन्छ। परिवार भित्रको सहकार्य र समूहको सहयोगका कारण अहिले उहाँले अरूको खेत लिजमा लिएर पनि तरकारी खेती विस्तार गर्न सफल हुनुभएको छ। समुद्री उरावले गरेको सफल तरकारी खेती देखेर गाउँका अन्य किसानहरू पनि प्रेरित भएका छन्। अहिले धेरैले उहाँको खेती हेरेर आफ्ना खेतमा तरकारी लगाउन थालेका छन् र खेती सम्बन्धी सल्लाह सुझाव लिन उहाँ कहाँ आउने गरेका छन्। यसरी समुद्री उराव अहिले आफ्नो समूहको मात्र होइन सम्पूर्ण गाउँको लागि नमुना तरकारी किसानको रूपमा चिन्न थाल्नु भएको छ। किसान कार्ड भेला से हमरा के बहुते सजिलो हो, जना बीए किने के कोनो सामाने किने के रहे है ना, तू कार्ड ल लेली आ गेली फसल में देखैली त अपन कोनो सामान ले ली। नमस्कार, हमार नाम सविता कुमारी राम, हमार घर नराहा गाउँपालिका 5। हमरा और के जे एकल महिला कृषि समूह है तै के बारे में हमरा और के नराहा में मीटिंग हुई है। तरकारी खेती और के बारे में सब चीज के छलफल हुई है। तो हमरा और एकल महिला के जे अगुआ किसान है समुद्री उराव से मतलब तरकारी खेती करे है। तो ओकरा और के मतलब ओकरा देखलिए तो हमरो सबके मन में जे बहुते अथी एले जे हमहूँ सब करबे तरकारी खेती, जे अपना कनिको दूर में जे मतलब कनिको तरकारी खेती और लगा के अपना खाए जोकर जे हमहूँ सब करे छिए। तो हमहूँ सब यहाँ